नमस्ते सबैजनालाई र आज चाहिँ हामी कुरा गर्नेछौँ किचनहरूको बारेमा र दुबईमा यदि तपाईँ आउँदै हुनुहुन्छ भने चाहिँ किचन हेल्परमा भिजिट भिजामा चाहिँ तपाईँलाई चाहिँ विशेष कुराको ध्यान राख्नुपर्ने हुन्छ। जस्तो तपाईँहरू चाहिँ किचन हेल्परमा आउँदै हुनुहुन्छ के चिज गर्नुपर्छ के चिज गर्नु पर्दैन भनेर चाहिँ तपाईँलाई चाहिँ नलेज हुनुपर्छ। र किचन हेल्परमा चाहिँ प्रायः जस्तो तपाईँलाई कटिङहरू आउनुपर्छ, जस्तो चाइनिजको भयो इन्डियनको भयो होइन। अनि किचन हेल्परको मेन काम भनेको चाहिँ क्लिनिङ सेनिटाइजिङ अनि हेल्पिङ हो। अनि तपाईँलाई किचन हेल्पर भन्ने बित्तिकै तपाईँलाई भाँडा धुन पनि पर्छ, सबै चिज गर्नुपर्छ, ए टु जेड नै गर्नुपर्छ। र अब तपाईँ अब स्यालेरीको कुरा गर्नुहुन्छ भने तपाईँ अब भिजिटमा जानुभएको छ भने 1200 1300 रुपियाँ राम स्यालेरी पाउन सक्नुहुन्छ। र ड्युटीको कुरा गर्नुहुन्छ भने तपाईँको ड्युटी चाहिँ 12 घन्टा नै हुन्छ। यदि तपाईँ मारवाडी रेस्टुरेन्टमा पाउनुभयो भने चाहिँ महिनाको 2टा छुट्टी पनि पाउनुहुन्छ अथवा एउटा पनि पाउनुहुन्छ। र कामको कुरा गर्ने भने चाहिँ कामहरू चाहिँ एकदमै चलेको हुन्छ, रेस्टुरेन्टमा चाहिँ दुबईमा राम्रै चलेको हुन्छ। सो काम एकदम मेहनती नै हुन्छ। यदि तपाईँ दुबई भिजामा आउँदै हुनुहुन्छ चाहिँ विशेष कुराको ख्याल गर्नु होला, सेलेरी 1200-1300 पाउनुहुन्छ र काम भनेको 12 घन्टा हुन्छ। यदि राम्रो रेस्टुरेन्ट अनि मारवाडी पर्नु भने चाहिँ तपाईँले छुट्टी पाउनुहुन्छ, अथवा यदि राम्रो पर्नु भएन भने तपाईँको बिना छुट्टीकै काम गर्नुपर्छ, त्यो पनि 12 घन्टा। खाना बस्नु तपाईँलाई कम्पनीले दिएको हुन्छ र 2 सालको भिजा हुन्छ, 2 सालको तपाईँको भिजा हुन्छ। अरू के तपाईँलाई जस्तै बारिस्टाहरू यताउतिको सुसीको बारेमा जानकारी चाहिएको भने प्लिज मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला र के चिजको बारेमा चाहिँ भिडियो बनाउँदा हुन्छ त्यो चिजको लागि मलाई भन्नु होला।